ल नमस्कार सर, भनिदिनुहोस् हजुरले के गर्नुहुँदैछ यहाँ उद्धारको लागि? नमस्कार। हजुर हामी मानव धर्म मानव उत्थान सेवा समितिदेखि आएको यहाँ थुप्रै जग्गादेखि हाम्रो भाइहरू सबै आइराखेको छ हजुर र यो जग्गा जो छ हाम्रो सिमुलगुडी हजुर भन्ने ठाउँमा छ। हजुर सिमुलगुडीको यो नेपाली कुटीमा सबसे ठुलो माने वर्स्ट तपाईँको सुनामी जस्तै यहाँ आयो। कमसेकम 20 फुट जति नै माने पानी भयो र गाई गोरुको त गन्ती छैन, बाख्राहरूको गन्ती छैन, मान्छेहरू धेरै नै भयो र साह्रै नै यहाँ हामीले देखेर चाहिँ हाम्रो मानव धर्मदेखि मानव उत्थान सेवा समितिदेखि चाहिँ हामी सबै यहाँ जस्तो हुनुहुन्छ बिजु अगाडि आइदिनु न तपाईँहरू ल। जिजु सवर हुनुहुन्छ, यहाँ हाम्रो ओरेमघाटदेखि अमृत भाइ हुनुहुन्छ हो। यहाँदेखि हाम्रो के अरे मणिपुरदेखि पनि हाम्रो भाइ हुनुहुन्छ होइन, हामी एउटै टिम हो। के अरे सन्देश हो, अब ऊ पनि मानव धर्मकै हो। यहाँ हाम्रो सिमुलगुडीदेखि हुन्छ हो, उहाँ सोनारीदेखि गाइड, यहाँ सोनारीदेखि गाइड गर्नुभएको, उहाँ पनि ओरेमघाटदेखि आउनुभएको, यहाँ हाम्रो रोशन गन्दामा हुनुहुन्छ हो। तपाईँहरू चाहिँ शिलङबाट यहाँ मद्दत गर्न आउनुभयो? म चाहिँ शिलङदेखि आएको हजुर हजुर हो र हाम्रो टिम यहाँ सबै जग्गादेखि आएको छ, नागाल्यान्डदेखि पनि आएको छ हजुर होइन र सबै मानव धर्मको जति पनि हाम्रो टिम छ सबै आएको छ र यहाँ चाहिँ हामी चाहिँ श्रमदान माने सेवाको लागि आएको हजुर र पर्सनली हामी सेवा गरेर चाहिँ कसरी हुन्छ यहाँको मान्छेहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ डेली लाइफलाई होइन डेली लाइफको उहाँहरूको सुरु होस् भनेर चाहिँ हामी घरहरूमा पुरा माटोहरू घुसेको छ हो। त्यो माटोहरूलाई सफा गर्ने, गाई गोरुहरू जग्गा जग्गामा मरिराखेको छ होइन, त्यसको के अरे अन्तिम संस्कारहरू जस्तो हो त्यसलाई उ गर्ने हामीले त्यो सबै एउटा ठुलो प्लान लिएर आएको छौँ र आगे अब जो पनि हुन्छ तपाईँहरूले यस्तै मिडियाको तर्फदेखि तपाईँहरूले इन्फर्मेसन पाउनुहुन्छ। हाम्रो मणिपुरको यो जो तपाईँहरू हुनुहुन्छ ताङलाकुटुङदेखि हाम्रो जो टिममा आउनुभएको हुनुहुन्छ, अल मणिपुरलाई नै रिप्रेजेन्ट गर्दैछौँ हामीले। हजुर हजुर, अल मणिपुरको गोर्खाको उदेखि आउनुभएको छ होइन, गोर्खा वेलफेयरबाट बहुतै खुसी लाग्यो हाम्रो मणिपुरदेखि पनि। यो समयमा जातपातलाई नहेरेर हो, जातपातलाई नहेरेर यहाँ तपाईँहरू सेवा भनेर आउनुभयो। किन भन्दाखेरि यो नाम मात्रै नेपाली कुटी हो, तर यहाँ अनेकौँ जातको छ। यहाँ तपाईँको आदिवासी पनि छ, तपाईँको बिहारी पनि छ, तपाईँको मारवाडी पनि छ हो, बङ्गाली पनि छ, अनेकौँ जातको यहाँ बसेको छ। कमसेकम पनि यहाँ 150 घर थियो र आज 150 घरमा तपाईँको सबै घर सिमेन्टेड घर मात्रै एउटा दुईवटा बाँचेर अरू घर त सबै खतमै छ होइन। र अब तपाईँहरूले पनि आशीर्वाद दिनुहोस् हामी सबैलाई, ताकि हामी यहाँको सेवाहरू गर्न सकौँ भन्दै नै मेरो सानो होइन बाइकलाई म समाउँछु। धेरै धेरै धन्यवाद हजुरहरू, यति टाढाबाट आफ्नो मानवताको लागि हजुरहरूले आएर यहाँ उद्धार गर्नुहुँदैछ र हामी पनि मणिपुर गोर्खा वेलफेयर युनियनको नेतृत्वमा हामीहरू यहाँ गोर्खा जातिलाई, मणिपुरवासीलाई रिप्रेजेन्ट गर्दै हामीले पनि सानो सहयोग लिएर आएका छौँ र जति पनि पीडितहरू हुनुहुन्छ उहाँहरूलाई हामीले स्वयं भेटेरै हामीले एउटा डिसिजन होइन, उहाँहरूलाई के चाहिँ जरुरी छ, अब हामीले ठुलो त दिन सकिँदैन होला र पनि सानो भेट हामी गर्छौँ भनेर मणिपुरबाट आएका छौँ। धेरै धेरै धन्यवाद, हजुरहरूको काम पनि अगाडि बढ्दै गरोस्। धन्यवाद। र जुन यो घर देख्न सक्नुहुन्छ अहिले, यो बनाउँदै गरेको घर चाहिँ यहाँनिर, यो चाहिँ शिलङबाट मानव धर्मका हाम्रा जुन सरहरू हुनुहुन्थ्यो, अघि मैले भिडियोमा देखाउँदै थिएँ, उहाँहरू बसेर चाहिँ यहाँ 15-20 दिनलाई लगभग बसेर चाहिँ उहाँहरूले यहाँको जति पनि पीडितहरूलाई सेवा दिन सक्नुहुन्छ। त्यसरी उहाँहरू आएर सर एकबार तपाईँले नि कति दिन जस्तो बस्नुहुन्छ भन्नुभयो? हामी यहाँ 15-20 दिन बस्छौँ। हजुर हजुर, तपाईँहरूको टिम कति छन् होला? अहिले हाम्रो 25 जना छ। 25 जना नि, अरू अझै आउँछ, लगभग 50-60 जना चाहिँ पुग्छ अब। 50-60 जना चाहिँ हजुर 50-60 जनाले चाहिँ 20 दिन जस्तो बसेर यहाँको अलिकति सेटलमेन्ट गरेर मात्रै हजुरहरू निस्किनुहुन्छ होइन? हजुर धन्यवाद।